Hi, this is me and she is Legina. Together, we're traveling from Darwin to Sydney and from Sydney to Newcastle. Joined by Praveen, Anjana, Suzanne and Saina, creating a beautiful memory and escaping our reality. Shout out to Alina, Asan, Sanjadai, Vivek and Vivek Bhai for creating awesome memory while our stay in Sydney. So sit back and enjoy the video. अब चाहिँ हामीहरू सिडनी जानु लागेको लाइक फर अ विक इन्टरभ्यू दिएको जस्तो स्पिच बोलेको जस्तो हुँदो रहेछ नि फ्रेन्ड्स फ्यामिलीहरू भेट्ने भेटघाट गर्ने हल्का घुम्ने रमाइलो गर्ने गफसफ गर्ने तरिकाले 1 विकको ट्रिपमा जानु आँटेको हामीहरू चाहिँ खासमा हामीहरूको प्याकिङहरू पनि भइसक्यो अब भयो कि भएन थाहा छैन तर गर्नु चाहिँ गर्यो त्यति हो हाम्रो प्याकिङ चाहिँ अनि हामी आज 12 बजे डार्विन टाइममा हिँड्छ भने सिडनीको चाहिँ बिहानको 6 बजे पुग्छ अनि भन्नाले अब 6 घण्टाको फ्लाइट चाहिँ होइन 4-4.5 घण्टाको फ्लाइट हो भने चाहिँ म अहिले के हुँदै जान्छ म देखाउँदै जान्छु सबै क्लिपहरू खिचेर चाहिँ एउटा मेमोरी टाइप बनाउने भयो भने नत्र भने अलिक राम्रै भयो भने युट्युबमा नि हाल्ने त्यस्तै हो होइन अलिकति टाढा जान आँटेपछि चाहिँ इन्सेक्योर फिल हुन्छ त्यो भएर म डबल चेक गर्न आएको अब चाहिँ हामी निस्केको हामी बस्ने अपार्टमेन्ट यही हो होइन रोशन चाहिँ अहिले 4 फाल्नु गएको छ अब रोशन आउँछ उबर बोलाउने अनि हामी जाने कहाँ पुग्यो हामी एयरपोर्ट डार्विनको एयरपोर्ट यो चाहिँ डार्विनको एयरपोर्ट फाइनली वी आर हियर यस त्यही हो अब चाहिँ हामी चेक इन गरेर लगेज सेन्ड गरेर अनि वेट गरेर बस्छौँ होला डोमेस्टिक इन्टरनेसनल All set to go. कहाँ गएर आएको तिमी तैँले के छ हौ तिम्रो चाहिँ ठिक छ खले जस्तो देखिरहेको छ बस्ने बसेको अब अहिले चाहिँ हामी के गर्ने भन्दा त टाइम पासको लागि अब हामी टाइम पासको लागि मोबाइल लेजेन्ड्स खोल्ने होइन यु वान्ट टु किल योर टाइम देन दिस इज द राइट अप्सन लास्ट क्वाइट अनि साइलेन्ट छ है डार्विनको एयरपोर्ट चाहिँ उयो कस्तो बबल रहेछ यो हेर्न वाल रोशनले मलाई यहाँ बियर खुवाउँछु भनेर मखपाले अगाडि लिएर आएको हो त्यही भएर म मक्ख परेर आएको छु ल अहिले बियर खानु आँटेपछि भेटौँ है त सिया बाई भन बाई ए खुवायो है खुवायो कुन बियर अरे यो मन त्यस्तो ल्याइरहेछ जाडो छ मलाई चाहिँ अति जाडो भएको छ मलाई चाहिँ किन जाडो भएको छैन खाँदा खाँदै फ्लाइटै छुट्यो जस्तो लाग्यो हाम्रो फर्स्ट टाइम है रेड रेस्टुरेन्ट यो मलाई चिकनको त साप्रा मात्रै तिमीलाई भोक लागेन खाउ त कस्तो रहेछ सानो खान्छु नि म त क्युट लाग्छ अति पिरो छ पिरो हैन स्पाइसी छ यहाँ राख्छु म फाइनली पुग्यौँ होला सब जोक भएको त्यहाँनिरपट्टि पुग्छेर मैले केही सुनेकै छैन अब उबर बोलाउने कहाँ आइपुग्यो चढा चिसो चिसो रहेछ मौसम पनि मलाई ठिक्क लागिरहेको छ अरू कहाँ जानु आँटेको के गर्नु आँटेको तिमी पनि हेलो भन्ने हो कि गाडी तिमीहरूले किन्ने हो गाडी चाहिँ कसले किन्नु होला यो चाहिँ सुजनले बनाएको अरे ए ल बन्दै त जानु लाने मेरो यस्तो भएछ सेन्ट्रल त मलाई थाहा छैन यो सुजन इन्ट्रोड्युस गर्दैन त तिमीले बनाएको कुरा यो चाहिँ उसको प्राइभेट हो उसलाई जतिखेर चाहियो त्यतिखेर आउँछ ए
यो टाइममा आएन रे अनि उसले गाडी किनेर गाडीले गयो मलाई चाहिँ के भन्नु मन छ आफ्नो दाइको यस्तो राम्रो करतुत के अरे करतुत भन्दैन कारण नाम के भन्छ क्रिप्टो मनी क्रिप्टो कारण चाहिँ हाम्रो दाइको के अरे प्राइभेट ट्रेन त्यसको लागि बसेको यहाँ बाबा कसो गाइस हाम्रो सुजन दाइको सोफा अनि घरिघरि चिया खानु पर्यो भने यहीँ छ छिटो अहिले त्यत्रो गफाने आएर केही भन्दैन गाडी किन्ने मान्छेले गाडी स्टार्ट हुँदा 100 लाख दिएर होइन मात्रै आएन ज्यान कमाएर लाग्यो के हो मेरो नयाँ गाडी चाहिँ एउटा फोटो कतिमा किने $30,000 मात्रै on cash in hand. We only deal in cash. अरू केही अब कुदाएर ग्रिन स्क्वायर जाने ग्रिन स्क्वायरमा यसो अलि चल्ली दिएर घरतिर बन्डाई फ्लेक्स हान्नु पऱ्यो बन्डाई त्यस बन्डाई जाने बन्डाईमा कुहिरिनेहरू उठाउनु छ डिलर मेन डिलर चाहिँ अटो छ तिमी त्यहाँ अटो दिनौ ल अनि अब कस्तो लानु त तिमी अब यहाँ माथि राखेर लानुपर्छ के छ तिमी पनि हेलो भनिदेऊ हेलो तिमी नै भन न त ल हामी कहाँ आइपुग्यौँ मन्जना हो किन आएको हामी यहाँ हेर्नलाई कस्तो लाग्यो त राम्रो छ हो स्विमिङ गर्नेहरूलाई चाहिँ एकदम राम्रो ठाउँ होइन अनि स्विमिङ नगर्नेहरूलाई चाहिँ हेर्नु आँखाको मजा आउँछ After spending some time at the beach, हामी चाहिँ घर गयौँ अनि अन्जनाले चाहिँ मिठो दाल भात तरकारी अचार बनाएर खुवाउनुभयो थ्याङ्क यू एन्ड द पार्टी स्टार्टेड which lasted all night, dancing and creating of the best memories. यो चाहिँ डे 2 रोशन चाहिँ ट्याटु हान्नु गयो अनि म चाहिँ एल्नासँग मालाताङ खानु गएँ त्यसपछि फेरि म ब्याक टु एशभिल आएर वी स्पेन्ड सम क्वालिटी टाइम्स लेट्स गो टु डे 3 हेलो तिम्रो त झन् त फर्स्ट टाइम होला यो भिडियोमा त यता हेर्यो न त सुजन पनि निन्दा लागिरहेछ निस्कुमा है त हेलो म भ्लग बनाउन सिक्दैछु र के थाहा खतरा भ्लगर भइहाल्छ कि म कमिङ फ्युचरमा हामी चाहिँ अब हिँडेको न्यू क्यासल ड्राइभमा जान्ला यता सायना म चाहिँ लेजिना रोशने मिल्दैछ सामान अट्दैछ पानीको सेटिङ्स ठिक छ गाइज होला पछाडि भर्खरै छिर्या कप होल्डरहरू चाहिँ तिमीहरूलाई सजिलो हुन्छ ए ड्राइभर हो क्या हो ड्राइभर म गुडाउँदै ल गाइजहरू रेडी हो लेट्स गो ड्राइभर दाइ हजुर रेडी हो भाडा निकाल्नु पर्यो नि त भाडा अघि अति दिएर एडभान्स पनि दिएर पनि अब कहिले डिपोजिट फिर्ता आउँछ भनेर कुर्नु पर्छ हो गुगल म्याप हेर्दै कफी पिउँदै गीत गाउँदै अनि नाच्दै हामी पुग्यौँ पेरोरा नेसनल पार्क बाटो चाहिँ ठ्याक्कै नेपालको जस्तै थियो है कुमाउरो के छ नमिठो कफी अरे के छ यार गाइजहरू यो चाहिँ अनप्लान डेस्टिनेसन भएर हामीहरूलाई खासै कता कता जाने भनेर थाहा थिएन त्यही भएर वी स्ट्रोल अराउन्ड द बिट त्यसपछि चाहिँ हल्का हङ्ग्री भयो अनि वी वेन्ट अफ टु फाइन्ड अ रेस्टुरेन्ट होइन हामी गसफोर्ड सेन्ट्रल कोस्टको छेउमा अनि यहाँ किम्ची खाना खानु भोक लागेर यो किम्ची कोरियन बाबुजी भन्ने ठाउँमा हो अहिले मापो गाल्बी भन्ने ठाउँमा हो त्यही भएर
खानलाई रेडी भएर होइन सो फिल अप भएर फेरि घुम्नु जानु चाहिँ अहिले हाम्रो यसमा एयरबिएनबी चाहिँ 3 बजे मात्रै खुल्छ क्या अनि त्यहाँ जानलाई यसो टाइम पास गएर नि के गर्ने होइन तिमीले के भन्छौ अब खाने कोरियन खाने प्रब्स एनिथिङ टायर्ड आज हाम्रो बार्बिक्यूको कुक ऊ चाहिँ हतार किम्ची स्ट्यू पनि आइसक्यो सोजु अलरेडी रेकर्डिङ कस्तो भयो हेर अघि कस्तो भयो मिठो मिठो यता चाहिँ के हुँदैछ दाल मात्रै हो केलाएर के बनाउँदैछु सबजना सुतिरहेको छ यस्तो छ हिजो चाहिँ साथीहरूले क्लियर हाल्ने सुन्नु गएछ ठिक छ हिजो राति चाहिँ डेन्जर पानी परेको त थिएन तर चिसो भएको थियो बिहान त्यस्तो देखिँदो रहेछ त्यो चाहिँ ओसन भने आज चाहिँ अब 3-4वटा एक्टिभिटिजहरू गर्ने भनेर प्लानिङ चाहिँ गरेको छु बाहिर गएर थाहा हुन्छ सक्सेसफुल हुन्छ कि हुँदैन गरिन्छ कि गरिँदैन भन्ने कुरा हेर्दै जाऊँ बाई बाई भरे भेटौँला सुरुमा स्लाइड खेल्ने यहीँ नजिकै पार्क छ अरे 5 मिनट्स ड्राइभमा क्रुज जाने डल्फिन क्रुज जाने डल्फिन देखेर भन्छु फेरि चाहिँ पैसा most expensive part of the trip. आजको मेन इभेन्ट चाहिँ अब क्वाड बाइक Let's go! You were mine, I was yours. Take me back once more. So राम्रो रहेछ है के भन्छ यसलाई स्लाइड खेल्न आएको उता देखेको स्लाइड खेल्न आएको यस्तो हुन्छ होइन स्लाइड इन्डिभिजुअल स्लाइड मस्त जानुपर्छ है ल कति एक्साइटेड छ सुपर एक्साइटेड लाइन बस्यो के हो ल पछि भेटौँ स्लाइडमा भेट्नुपर्छ भिडियो चाहिँ खिच्न अलाउड थिएन फर सम सेफ्टी रिजन्स तर एकदमै नयाँ एक्सपिरियन्स थियो हामीहरूको चाहिँ यो सेकेन्डवाला प्लानिङ हो क्रुजमा गएर वेल यो यान त्यान के छ भन्छ तर हामी चाहिँ ढिलो आइपुगेको हो स्याडली हामीहरू ढिला पुग्यौँ अनि हाम्रो क्रुज पनि मिस भयो स्याड त स्याड नै थियो तर दाईको गीतले चाहिँ माइन्ड फ्रेस भयो है सुनिदिउँ न त एकचोटि थर्ड डेस्टिनेसनको बारेमा भन नि त कसैले तिमी भन सेकेन्ड डेस्टिनेसन त गइहाल्यो नि स्क्याम by the credit. Take me back once more. Summer love, sweet joy. Where did you go? को हो यार यो काले हामी चाहिँ अहिले यहाँ अन द स्पट पिकनिक भन्छ यसलाई होइन थ्याङ्क यू यो चाहिँ के हो फिस एन्ड चिप्स हो नि त हजुर मिठो भयो Remember the days we were young, wild and free, basic getting sprung.
right away. अब चाहिँ हामीहरू न्यू क्यासल छोडेर ब्याक टु सिडनी अहिले चाहिँ हामीहरू हल्का बास्केटबल सुट गर्न आएको एसपिएलको कोर्टमा हो यो चाहिँ हाम्रो दिक्क छ सिडनीको वेदर चाहिँ पुरा स्याड भएको छ किनभने आज हाम्रो लास्ट डे हो होइन त हो नि हामी लास्ट डे भएर आज सिडनी पनि स्याड भएको छ अहिले हामीले चाहिँ अब गाडी ड्रप अफ गर्नु जाँदै हो गाडी ड्रप अफ गरेर स्मृति दिदीहरूलाई भेटेर भेलालाई भेट्नु पाइँदैन दिदीलाई भेटेर एकछिन डुलेर खानासाना खाएर टाप टिपी टाप है घरतिर 4 घन्टाको फ्लाइट सम्झेर भक्क लागिसक्यो सिडनीको जाम रोशनलाई धेरै सम्झना भइरहेको थियो खुसी भइरहेको अहिले दिल खुस हो गया पानी पर्नु जाम हुनु हतार हुनु सबै एकैचोटि हामी कहाँ हिँडेको होम स्वीट होम हिँडेको म त ए सुसमा त केही खाएँ कि सुसमा भनेर त्यो म चाहिँ टोइलेट कुदेको सुरुमा चाहिँ We'll see you soon then. Bye. Whole next day.